ल मुला ओसार्दा हिँड्दा नि है हो प्रभुलाई धन्यवाद मुलाहरू कत्रो फलाइदिनु भएको हो पछि रोपेको मुला पनि कत्रो फलायो ओसार्नै नसक्ने गरी साथीभाइहरू परम प्रभुले आशिष दियो भने यस्तो चाहिँ हुन्छ है भा फलहरू अचम्म गरी नि हो भा मान्छेभन्दा ठुलो फल दिनुभएको छ धन्यवाद प्रभुले दिनुभएको यो नभए बेला न कुबेला के फल्नु नि आयाको मुला पनि गाह्रो हो आमामा अब प्रभुले दिएपछि त खानु परेन 50 रुपियाँको बिउ रोपेको अनि परम प्रभुले भन्छ 30 कुनादेखि 60 कुना 60 कुनादेखि 100 कुना म आशिष दिन्छु भनेर यो 50 रुपियाँको बिउ आम्मामामामा कति ने कति खायौँ हालेलुया 60 30 कुना 60 भन्दा पनि धेरै यता 30 कुनादेखि 30 कुना भन्दा 30 कुनादेखि 60 कुना 60 कुनादेखि 100 कुना 100 कुना भन्दा पनि धेरै परम प्रभुलाई दिनुभयो मुला यो 50 रुपियाँको बिउ 50 रुपियाँको आमामामा हालेलुया हालेलुया हेर्नुहोस् है हालेलुया यहाँ हेर्नुहोस् है परमेश्वर परम प्रभुले फलाउनु भएको हालेलुया आइसे आया हो झन्नै तानेर लग्यो हो ए हालेलुया धन्यवाद प्रभुलाई उखेल्ने बेला भएछ है साथीभाइहरू यो माघ अन्तिमतिर रोपेको खै उक्लिनै सकिँदैन त हो केले अल्छ्यो अरे भाँच्यो नि हो कस्तो चल्नै नसक्यो आमामामा खोइ त हो ल हे मुला यो माघ अन्तिमतिर रोपेको होला उखेल्ने बेला भयो अब ओ भाँच्यो भाँच्यो है भाँच्यो भाँच्यो हेर न भइरहेको पो अलि छिटो रोप्दा त छन् आमामामा खोइ हो खेल्नै मान्दैन त हो सकिएन त हो कि साह्रो आमा यति भाचा अहिले हो लु ए छैन भाचा कुर्सी यहाँ हेर न कहाँ बटारेर बस्ने हो मुला त अब यो सिन्की बनाएर
सिन्कीको अचार खानुपर्छ है। सिन्कीको अचार के छ विचार। उखेल्ने बेला भएछ है साथीभाइहरू। यो माघ अन्तिमतिर रोपेको खै उक्लिनै सकिँदैन त हो, केले अल्छ्यो। अरे भाँच्यो नि हो। कस्तो चल्नै नसकि। आमा खै त हो। ल हे मुला, यो माघ अन्तिमतिर रोपेको होला। उखेल्ने बेला भयो अब। ओ भाँच्यो। भाँच्यो है भाँच्यो। भाँच्यो। हेर न भइरहेको पो अलि छिटो रोप्दा त छन्। आमा खै हो, खेल्नै मान्दैन त हो, सकिएन त हो, कि साह्रो। आमा नृत्य भाचाइलो नि हो। लु ए छैन कुर्सी भाच्न। यही हो सिंहको। हेर न कहाँ बटारेर बस्ने हो मुला त। अब यो सिन्की बनाएर सिन्कीको अचार खानुपर्छ है। सिन्कीको अचार के छ विचार साथीभाइहरू। ल अब मुला ओसार्नु परेन। मुला ओसार्नु पर्यो है। मकै म पछाडि सार्नु पर्यो। ल मुला सार्ने ल यो हिस्ना हो पछाडिबाट त्यो कसरी अगाडि आया कति हो। राम्रो हुँदो रहेछ है। फेरि एक्लो त ल मुला ओसार्दा आइरह नि है। हो प्रभुलाई धन्यवाद। मुलाहरू कत्रो फलाइदिनु भएको हो। पछि रोपेको मुला पनि कत्रो फलायो। ओसार्नै नसक्ने गरी साथीभाइहरू। परम प्रभुले आशिष दियो भने यस्तो चाहिँ हुन्छ है। भा फलहरू अचम्म गरी नि हो।
मान्छेभन्दा ठुलो ठुलो फल दिनुभएको छ। धन्यवाद प्रभुलाई। प्रभुले दिनुभएको यो नभए बेला न कुबेला के फल्नु नि। आयाको मुला पनि गाह्रो हो। अब प्रभुले दिएपछि त खानु परेन। 50 रुपियाँको बिउ रोपेको अनि परमप्रभुले भन्छ 30 कुनादेखि 60 कुना 60 कुनादेखि 100 कुना म आशिष दिन्छु भनेर यो 50 रुपियाँको बिउ कति ने कति खायौँ। हालेलुया। 60 30 कुना 60 भन्दा पनि धेरै। यता 30 कुनादेखि 30 कुना भन्दा 30 कुनादेखि 60 कुना 60 कुनादेखि 100 कुना 100 कुना भन्दा पनि धेरै परमप्रभुलाई दिनुभयो मुला। यो 50 रुपियाँको बिउ 50 रुपियाँको। आमामामा। हालेलुया हालेलुया हेर्नुहोस् है हालेलुया। यहाँ हेर्नुहोस् है परमप्रभुले फलाउनु भएको। हालेलुया। आइसे आया हो भन्ने तानेर लग्यो हो। ए हालेलुया। धन्यवाद प्रभुलाई। ल अब मुला ओसार्नु परेन। मुला ओसार्नु पर्यो है। मकै म पछाडि सार्नु पर्यो। मुला सार्ने ल यो हिस्ना हो पछाडिबाट त्यो कसरी अगाडि आया कति हो। राम्रो हुँदो रहेछ है। फेरि एकलौता ल यहाँ सिन्की बनाउँदैछु है म। यहाँ अस्ति उखेल्यौँ 3 दिन सुकाएर आज यहाँ सिन्की लाउँदैछु है। निलो पिरो बनाउनुलाई अमिलो बनाउनुलाई। गुटेको पनि यसरी राख्नुपर्छ के सिन्की। साथीभाइहरू हो दिन्छु आफ्नो मेहनतलाई खेरो नफाली गरेर बनाएर खानु पर्यो नि हो। सिन्कीको अचार के छ आफ्नो विचार भन्छ मान्छेहरूले। दुई भाइहरू
अब पछि सिन्की भएर पनि यसो देखाउँछु है साथीभाइहरू दिदी बहिनीहरू मेरो हाम्रो गाउँमा कहाँ गएको ए के अरे के भन्छ कति भयो